इन्टरटेनमेन्टमा यहाँहरू सबैलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। साथीहरू, आज पनि मैले यहाँहरूका लागि नयाँ भिडियो लिएर आइसकेकी छु र आज मैले यहाँहरूका लागि हामीले हाम्रो जीवनमा नभई नहुने अत्यन्तै महत्त्वपूर्ण विषयवस्तु लिएर आएकी छु। त्यो विषयवस्तु के छ भने आज हामीले किन खाना खाने र कस्ता प्रकारका खानेकुराहरू हामीले खानुपर्दछ भन्ने बारेमा एउटा भिडियो लिएर आएकी छु। मन पर्यो भने यसलाई सबैले हेरेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। अब म आफ्नो आजको विषयवस्तुलाई अगाडि बढाउन चाहन्छु। हामीले किन खाने, पहिलो प्रश्न मेरो रहेको छ साथीहरू, हामीले किन खाने हो? यो महत्त्वपूर्ण प्रश्न हो, हामीले किन खाने। केही मानिसहरू भन्दछन् कि खानाबाट शरीरको लागि चाहिने आवश्यक शक्ति प्राप्त हुन्छ, त्यसैले हामीले खाना खानु पर्दछ। र केही साथीहरूले फेरि यो तर्कलाई मान्दैनन् र उनीहरू भन्छन् खानाबाट शरीर बन्छ भन्छन् भने कसैले खानाले हाम्रो शरीरको मर्मत गर्छ भन्दछन्। यो विवादमा नपरिकन नअल्मलिकन म के भन्न चाहन्छु भने जीवन धान्नको लागि हामीलाई खानाको आवश्यकता पर्दछ, हैन? जसरी इन्जिन चलाउनका लागि इन्धनको आवश्यकता परे जस्तै शरीर सञ्चालन गर्न पनि हामीलाई खानाको आवश्यकता पर्दछ। खानाको लागि बाँच्ने मान्छेले सधैँ खाइरहन्छ। जो मान्छे खानाको लागि मात्रै बाँचिरहेको हुन्छ त्यो मान्छे कस्तो हुन्छ भन्दा ऊ सधैँ खाइरहन्छ, किनकि ऊ खानाको लागि बाँचेको हो। ऊ लोभी हुन्छ, धेरै खान्छ र पीडित हुन्छ, हैन? बाँच्नका लागि खाने मान्छे सधैँ स्वस्थ रहन्छ, सक्रिय रहन्छ र रोगबाट मुक्त हुन्छ। मानिसको शरीर सञ्चालन गर्न दैनिक सामान्यतया 2200 क्यालोरी, है त, 2200 क्यालोरी शक्ति के चाहिँ हामीले चाहिने हुनाले त्यो शक्ति प्राप्त गर्न सन्तुलित भोजन गर्नु पर्दछ। साथीहरू, यसरी खाना हामीले कति खाने? दिनमा हामीले 2200 क्यालोरी प्राप्त गर्ने गरी मात्रै हामीले खाना खानु पर्दछ एउटा स्वस्थ मानिसले। अब कुरा गरौँ हामीले के खाने त, कस्ता खानेकुरा खाने भन्ने बारेमा कुरा गर्न गइरहेको छ, है त। प्रकृतिले चाहिँ हामीलाई प्रशस्त खाना उपलब्ध गरेको छ। यदि मानिसले राम्रोसँग प्रयोग गरेका खण्डमा मानिसहरू स्वास्थ्य, सुखी, सक्रिय र सधैँ रोगबाट मुक्त रहन सक्छन्। र स्वस्थ खाना कस्तो खानलाई भनिएको छ भन्दा हामीले 15% सलाद खाने, हैन? 30% ताजा तरकारी खाने, 30% हामीले के त अन्न र 25% पेट चाहिँ हामीले खाली राख्नु पर्दछ। यानि कि हामीले खानाको ब्यालेन्स मिलाउनको लागि हामीले 25% हामीले चाहिँ पेट चाहिँ हामीले के त खाली राख्नुपर्छ। हामीले कहिले पनि फुल खानेकुरा खानु हुँदैन। अटसमटस गरी हामीले कहिले पनि के त त्यस्ता अटसमटस गरी हुने गरी हामीले त्यस्ता खानेकुराहरू खानु हुँदैन। हामीले 25% पेट चाहिँ हामीले म भोकै छु, म अगाएको छैन, अझै पाएँ भने मैले 25% खानेकुरा खान्छु भन्दै गर्दा हामीले खानालाई के त कन्ट्रोल गर्नुपर्छ। खाना हामी चाहिँ उठ्नुपर्छ अथवा चुट्नुपर्छ, है त। अब हामीले खाने कस्ता प्रकारका खानेकुरा खाने भन्दा एक नम्बरमा हामीले मौसम अनुसारका हरिया फलफुल र ताजा, हैन, मौसम अनुसारका चाहिँ हामीले हरिया साग सब्जीहरू खानुपर्दछ एक नम्बरमा, हैन? जस्तै गाजर, मुला, सलगम, काँक्रो, टमाटर, बन्दा, साग, हैन, आदि सबै हामीहरूलाई थाहा छ। हामीले ताजा साग सब्जीहरू खानु पर्दछ, हैन? चाहना भएमा हरियो सब्जीमा धनिया, अदुवा, प्याज, कागती, हैन, दही यस्ता चिजहरू पनि मिसाएर नरिवल, हैन, नुन, मरिच तथा हरियो खुर्सानी राखेर पनि के त खानालाई आफ्नो स्वाद अनुसार बनाएर हामीले खानु पर्दछ। तर एक नम्बरमा भनेको हामीले चाहिँ मौसम अनुसारका हरिया साग सब्जीहरू खाने गर्नुपर्दछ, है त। अब 2 नम्बरमा हामीले पकाउनु पर्ने साग सब्जीहरू पनि छन्, जस्तै करेलु, भिन्डा, हैन,
परवल, केराउ, काउली, होइन, भिन्डी, फ्रेन्च, सिमी, आलु आदि यस्ता पकाउनु पर्ने के त सागसब्जीहरू अन्तर्गत पर्दछन्। यस्ता चिजहरू पनि हाम्रो स्वास्थ्यको लागि अति नै आवश्यक पर्दछ। अब पात खाने सब्जीहरू छन्, तपाईँहरूलाई थाहा छ। हामीले यस्ता सब्जीहरू छन् जसको हामीले पात मात्रै खाने गर्छौँ, होइन त? जस्तै पालुङ्गो, बन्दा, होइन, तोरी, बङ्गाली चनाको पात, हो, धनिया, पुदिना आदि यस्ता सब्जीहरूको चाहिँ हामीले के गर्छौँ त, यिनीहरूलाई चाहिँ हामीले सागसब्जीहरू अन्तर्गत लिने गर्छौँ। पात खाने सागसब्जी अन्तर्गत लिन सक्दछौँ, होइन। यिनीहरूलाई चाहिँ हामीले पकाएर मात्रै खाने गरिन्छ, होइन, काँचै खाँदैनौँ। अनि एक मात्र तरकारी चाहिँ एक पटकमा खानु राम्रो हुन्छ। हामीले यी सागसब्जीहरू त भन्यौँ, तर यी सागसब्जीहरू सबै एकैचोटि खाने। तोरीको साग पनि आजै पकाएको छ, होइन, पालुङ्गाको साग पनि आजै पकाएको छ, त्यो होइन। हामीले मिलाएर, ब्यालेन्स मिलाएर एक पटकमा एउटा मात्रै सागसब्जीको तरकारी खानु राम्रो हुन्छ, है त। अब धनिया र पुदिना जस्ता तरकारीहरू चाहिँ मिसाएर अरू तरकारीहरूमा हामीले प्रयोग गरेर खानुपर्दछ। अब फलफुल भन्ने बित्तिकै हामी सबैलाई थाहा छ, होइन, आँपैसेलु, होइन, स्याउ, सुन्तला, अम्बा, खरबुजा, होइन, केरा, होइन, लिची, धेरै फलफुलहरू छन्। ती फलफुलहरूलाई पनि हामीले मिलाएर खानुपर्दछ। एक पटकमा एउटा मात्र फलफुल खानुपर्छ। हामीले त सबै फलफुल खानुपर्छ भनेर थालभरि 7 थरी 10 थरीका फलफुलहरू लिएर एकैचोटि बसेर गुटुङटुङ फलफुल खाने होइन कि। हामीले एकचोटिमा एउटा फलफुल मात्र खाने गर्नुपर्दछ साथीहरू। अर्को छ जुसहरू। अब हामीले जुसहरू बनाएर पनि खाने गर्छौँ, होइन। जुसहरूबाट पनि हामीलाई धेरै फाइदा हुन्छ। फलफुलहरू चाहिँ फ्रेस हुनुपर्छ है। जुस खाने फलफुलहरू चाहिँ के त फ्रेस हुनुपर्दछ। जस्तै अब सुन्तला, मौसम, कागती, अङ्गुर, स्याउ, आँप, उखु, भुइँकटर, होइन, आदिको जुस चाहिँ हामीले बनाएर सेवन गर्न सकिन्छ। एक पटकमा एक प्रकारको मात्र फलफुलको जुस खानुपर्छ है साथीहरू। धेरै प्रकारको जुस एकैचोटि खाने होइन। एक पटकमा एउटा मात्र फलफुलको जुस हामीले खायौँ भने स्वास्थ्यको लागि के त अत्यन्तै राम्रो हुन्छ। अब कागतीको रस पानीमा मिसाएर वा अरू सलाद वा सब्जीमा मिसाएर पनि खान सकिन्छ, होइन। जुस खाना वा खाजाको रूपमा खान सकिन्छ, होइन। तर खाना वा नास्तासँगै चाहिँ के त जुसलाई चाहिँ खान हुँदैन। जुसलाई कहिले पनि खानासँगै प्रयोग गर्नु हुँदैन र खानासँग मिसाएर पनि खानु हुँदैन भनिएको छ। अब अर्को छ बदाम। अब हामीले सुक्खा फलफुलहरू पनि खानुपर्छ साथीहरू। ताजा फलफुल साथै सुक्खा फलफुल, सुकाएका फलफुल भन्छौँ नि हामी। सुक्खा फलफुल जस्तै बदाम, क्यासुनट, ओखर, होइन, पिस्ता, अन्जिर जस्ता फलफुलहरू नियमित मात्रामा हामीले मिलाएर के गर्नुपर्छ त साथीहरू, खानुपर्दछ, होइन। यो कुरा पनि अहिले बुझिसक्नुभयो। यसले हामीलाई स्वास्थ्य बनाउँछ, है त। त्यस्तै अब हामीले खाद्यान्न। अब खाद्यान्न कस्तो खाद्यान्न खाने? हामीले सबै भात मात्रै खाने होइन, सबै प्रकारका खाद्यान्नहरू खानु पर्यो, होइन। खाद्यान्न भन्ने बित्तिकै तपाईँहरूलाई थाहा छ, होइन, गहुँ, चना, जौ, होइन, अब मकै, कोदो, फापर आदिबाट बनेको रोटी, भात, खिचडी, गहुँको रोटी खाद्यान्न, होइन, यी खान सकिन्छ। पकाएको एक प्रकारको परिकार एक पटकमा एक थरीको खानुपर्छ क्या। अहिले भर्खर गहुँको रोटी खायो, भर्खरै कोदाको रोटी खायो, मलाई त मनपर्छ भनेर फेरि भर्खरै फापरको रोटी खायो, त्यस्तो गर्नु हुँदैन। हामीले एक पटकमा एक प्रकारको अन्नको प्रयोग गर्नुपर्छ, है त। अब अङ्कुरित अन्न, उमारेका अन्नहरू, होइन, जस्तै चना, बदाम, केराउ, गहुँ 12 घन्टा पानीमा भिजाउने, होइन। कसरी त 12 घन्टा पानीमा भिजाउने र 12 घन्टा मलमलको कपडाले त्यसलाई चाहिँ मलमलको कपडामा चाहिँ हावामा झुन्डाएर राख्ने, होइन। एउटा अङ्कुरित बनाइसकेपछि उमार्ने कि मलमलको कपडाले फ्रिजमा राखेर उमार्ने, होइन। मलमलको कपडाले बाँधेर त्यसलाई 12 घन्टा हामीले भिजाएर झुन्डायौँ भने ती चाहिँ अङ्कुरित हुन्छन्। यस्ता अङ्कुरित चिजहरूलाई पनि हामीले बिहान, होइन, एक मुठी सेवन गऱ्यौँ भने नास्ता वा खानाका रूपमै पनि भनेको छ, होइन। यसरी सेवन गऱ्यौँ भने हामीले के त स्वास्थ्यको लागि अत्यन्तै राम्रो हुन्छ। अब दालहरू पनि आवश्यक पर्छ। दाल भन्ने बित्तिकै मैले भनिराख्नु पर्दैन, तपाईँहरूलाई थाहा छ, होइन। हरियो चना, होइन, मेथी, मुसुरो, अब चना, होइन, रहर आदिका दालहरू छन्। यी दालहरूलाई पनि हामीले आवश्यकता अनुसार खानुपर्छ। खानासँगै दाल खानुपर्छ। दाल चाहिँ के त खानासँगै खानुपर्छ, है त।
खानाको रूपमा दाल मात्र खानु हुँदैन। खानाको रूपमा हामीले दाल दाल खाने भनेको छ भनेर दाल मात्रै पिउने पनि गर्नु हुँदैन। अब दुग्धजन्य वस्तुहरू जस्तै अब दुध घिउ नुहाउने होइन, अब यी त हामीले खानुपर्ने नै हो। चिज दही मही खिर आदि पनि हामीले के त खानुपर्दछ। अब तेल के को खाने भन्दा तोरीको तेल होइन, वनमा बदामको तेल, नरिवेलको तेल होइन, सूर्यमुखी तेल, यस्ता तेलहरूको हामीले प्रयोग गर्नुपर्दछ। अब मिष्टान्न पनि खानुपर्छ शरीरलाई। मिष्टान्न मह चिनी चिज खुदो होइन, सखर आदि यस्ता चिजहरू पनि हामीले हाम्रो स्वास्थ्यको लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। होइन त साथीहरू, अब प्रकृतिले हामीलाई विभिन्न प्रकारका खाना दिएको छ, हो कि होइन त? विभिन्न प्रकारको खाना दिएको छ। अब भोक लाग्दा यिनको ग्रहण गर्नाले शान्ति प्राप्त हुन्छ। स्वास्थ्य सुखी र खुसी जीवनको लागि खानेकुरा खानु पर्दछ होइन त? हामीले सकभर अब के नखाने भन्ने बारेमा चाहिँ मैले फेरि अर्को भिडियोमा लिएर आउनेछु। आज यहाँले मेरो भिडियोबाट पक्कै थाहा पाउनुभयो हामीले स्वास्थ्यका लागि खाना किन खाने र कस्ता प्रकारका खानेकुराहरू खाने भन्ने बारेमा मैले एउटा छोटो भिडियो यहाँको लागि लिएर आएँ। यो भिडियो मन पर्यो भने सबैजनाले लाइक कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। यहाँहरू सबैको स्वास्थ्य चाहिँ राम्रो रहोस् भन्दै अब म आजको भिडियोबाट बिदा हुन्छु। हस्त नमस्ते।